हेलो गाइज, दिवानासिकको सानो सर्ट भ्लगमा हजुरहरू सबैजनालाई वेलकम छ होइन। आज पनि एउटा म सानो न्यू भ्लग ल्याएर आफ्नो होइन आएको छु। म जापान हिरासावा निकाओ सिटीमा बस्छु होइन। त्यसै गरी म भिलेज हाउसमा बस्छु। तपाईँहरूलाई म आफ्नो बस्ने भिलेज हाउस देखाउन गइरहेको छु होइन। जापान भन्नुहुन्छ, जापान यस्तो छ हेर्नु होइन। म बस्ने भनेको त्यो सेकेन्ड बिल्डिङमा हो होइन। सेकेन्ड बिल्डिङको सेकेन्ड फ्लोरमा बस्छु। अनि टक्क कारहरू पार्किङ गर्ने ठाउँ साथीहरू होइन, कारहरू पार्किङ गर्ने ठाउँ साइडमा छ होइन। टक्क यहाँ जापानिजहरूले कारहरू ल्याउँछन्। अब हाम्रो चाहिँ कारको औकातमा भए पनि जापानमा आएर साइकलको औकात चाहिँ बनाएको छौँ होइन। किनकि साइकलको औकात पनि देखाउन गइरहेको छु हजुरहरूलाई मैले होइन। यो चाहिँ साइकल पार्किङ हो हेर्नु हाम्रो नेपालीहरूको। गाइज यहाँ नम्बर वाइज नम्बर सिरियल लाग्छ होइन साइकल चाहिँ। अब मेरो साइकल चाहिँ लास्ट 42-24 नम्बर भएको साइकल हो। अब खोज्नुपर्छ, मैले कहाँ राखेको त भुलिहालेँ। धेरै दिनपछि आज साइकल चलाउन लगाएको, त्यही पनि घुम्न जान लगाएको। त्यसैले साइकल चाहिँ खोज्नुपर्छ। मैले आफ्नो साइकल मैले कता राखेँ भनेर चाहिँ म भुलिहालेँ गाइज होइन। त्यसै गरी मेरो साइकलको नम्बर चाहिँ हेर्नुपर्छ 42-24 हो गाइज। यता त छैन मेरो साइकल गाइज, त्यही पनि यहाँ चाहिँ हेर्नुपर्छ है। यो पनि होइन, यो पनि होइन, सबै साइकल सेम हुन्छ गाइज होइन। नम्बर वाइज नम्बर खोज्नुपर्छ। ल 42-34 रहेछ मेरो साइकल चाहिँ। मलाई चाहिँ थाहा रहेछ होइन, तर मैले चाहिँ आफ्नो साइकल भेटाएकै छैन। मेरो साइकल चाहिँ यो हेर्नुहोस् होइन, सबै ब्ल्याक हुन्छ होइन। मेरो साइकल चाहिँ यो हो। टक्क लाएर अब एकछिनमा हामी पार्क जानुपर्छ। पार्क जानलाई पनि हामी साइकलमै जानुपर्छ होइन। साइकल नै लिनुपर्छ होइन। साइकल लिने एकछिनमा हामी जाँदैछौँ 6-7जना साथीहरू घुम्न होइन पार्कमा। आज चाहिँ यता अगाडि हामी कलेजबाट आउने बाटोमा एउटा पार्क पर्छ, त्यो पार्कमा जाँदैछु। सानो मिठो भ्लग अहिलेलाई यहीँसम्म होइन। म त्यहाँ पार्कमा गएपछि हामी के गर्छौँ, फोटो खिच्छौँ, यताउता पार्कको भ्यूहरू हजुरहरूलाई देखाउँछौँ जापानको होइन। ठिक छ, अहिले चाहिँ यति नै होइन यहाँसम्मको। यो मेरो बस्ने ठाउँ, अनि फेरि टक्क साइकल पार्किङ यति नै हो। अनि भिलेज हाउस यहाँ अगाडि हाम्रो यो बिल्डिङ छ होइन, भिलेज हाउस टक्क यो हेर्नुहोस्, यो बिल्डिङमा बस्छु म चाहिँ। अनि यता चाहिँ अब हामी यताबाट जाने हो। ठ्याक्क हाम्रो भिलेज हाउसको अगाडि हामी बस्ने अगाडि ठ्याक्क पुलिस चौकी छ होइन। पुलिस चौकी छ ठ्याक्क, पुलिस चौकी पनि देखाउँछु हजुरहरूलाई। पुलिसको गाडी पनि रोकेको छ, अब पुलिसको गाडी छ नि, त्यही हो पुलिस चौकी त्यो होइन। मेरो साइकलले चाहिँ साइकल कुदाइराखेको छ। अब हामी चाहिँ घुम्न जानको लागि रेडी भयो गाइस। यो पछि भिडियोहरू हजुर आउँदै गर्छ।